चाहिँ रेडी भएर कहाँ जानु लागेको? हामी मामा घर जाने, हामी त मामा घर जाने। मामा घर जाने भने रेडी भइसक्यो। टिक्कै रेडी भइसक्यो। यौ लिएर जान लाग्यो भाइ। हामी यहाँबाट नि सकियो खासा र मामा घर जाने बाटो अनि मेरो श्रीमानज्यूले चाहिँ झन्डै खासा जाने बाटोतिर लगिदिनु भएको थियो। म त यहाँबाट आउँछ होला भनेको नि। मेरो श्रीमान उहाँले जाने बाटो चाहिँ पुल काटेर यता पुग्नुभयो। खासा पुगेको हामी चाहिँ खुट्टा तन्काउनलाई रोकिराखेको छौँ अनि उहाँ चाहिँ बाइकको माया लाएर बाइक पुज्दै हुनुहुन्छ। अम्मा चाहिँ यहाँ छु, यहाँ तलबाट चाहिँ गाडी आउँदैछ अनि पुग्यौँ। वेलकम टु भीमेश्वर नगरपालिका। खरीढुङ्गा भन्ने ठाउँमा चाहिँ फोटो सेल्फीहरू खिच्ने भनेर जाँदै स्टप खोजेर कहाँ खिच्ने भनेर भन्दा हामी चाहिँ खरीढुङ्गा कट्यौँ। मामा घर आइपुग्न लाग्यो भनेको मामा घरबाट तलतिर गइसकेछु म चाहिँ। बुढो मामा घर चाहिँ नदेखेर तलतिर म पुगेको। त्यहाँबाट हजुरआमाले चाहिँ माथिबाट देखेर बोलाए पछाडि चाहिँ हामी घर आइपुगेर अब नातिनी ज्वाइँ पनातिनी ज्वाइँलाई चाहिँ टिका लगाइदिँदै रहेछ। मैले जुराएछु नि त। पछाडि चाहिँ फर्स्ट टाइम बुढो मामा घर गएको भएर सबैतिर जानुपर्ने थियो अनि सबैजनासँग भेटघाट र ज्वाइँ चिनाउनु पर्ने भएर म चाहिँ अब ज्वाइँलाई सानीमा हजुरआमाको लाँदैछु। प्यारी सानीमा हजुरआमा मामा अनि भाइ अनि फोनमा चाहिँ म चुप्प लाएर बस्न सक्दिनँ, बोलिरहेको छु। यो चाहिँ भटेलीको बाटो, भटेली गएको अनि फर्किँदा चाहिँ यस्तो बाटो थियो, यस्तो बाटोबाट गएको हामी भने भिडियो खिच्छ भन्नुभयो मैले खिच्दैछु। सबैतिर भेटघाट सकेर हामी चाहिँ मामा घर जाँदैछौँ। बिहान निस्केको मान्छे बेलुका 5-6 बज्दाखेरि चाहिँ हामी बल्ल मामा घर जाँदै थियौँ। 6:30 बजे आइपुगेको छौँ, 5:30 बजे आइपुगेको छौँ गोलखा। अनि हामी चाहिँ मामा घर पुग्न लागेका थियौँ अनि माथि चाहिँ रोडै छेउमा चाहिँ ठुलो हजुरआमाको ठुलो आमाको घर पर्थ्यो अनि हामी चाहिँ त्यहीँ बसेर टिका लगाएर भेटघाट गरेर अनि हामी चाहिँ जान लागेका छौँ मामा घर। चटरपटर गफ त मैले गर्नै परिहाल्यो, टिका लगाउँदा जाँदा त मलाई बस्न आउँदैन अनि अब यहाँबाट चाहिँ हामी निस्किन्छौँ एकछिन गफ गरिवरी। अनि पुग्ने बेला चाहिँ भाइ बहिनी चाहिँ लिन बसिरहेको थिएँ। भाइ चाहिँ विनाथसँग गयो, बहिनी चाहिँ दिदीसँग आएन अनि हामी चाहिँ मामा घरतिर जाँदैछौँ। बहिनीले पुग्यो, मुवालाई भेट्यो। बुवा, हाम्रो बुवा
बिहानै भने सुतिरहनु रोगिरहनु त्यसपछि हामी सबैले खाना खाएर डे इन्ड गऱ्यौँ थ्याङ्क यू फर वाचिङ